फेरि पनि वेलकम ब्याक टु माई ब्लग। यो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। मेरो चाहिँ आजको थम्बनेल हेरेर तपाईँले बुझिसक्नुभयो, देख्न सक्नुहुन्छ। चाहिँ सुटकेस रहेको छ। आज चाहिँ मेरो चाहिँ यात्रा बढियातिरको रहेको छ। चट्टा लाएर अब चाहिँ म एकछिनमा अब हिँड्छु। अब 5 मिनटमा चट्टा अब हिँड्नुपर्ने हुन्छ। तपाईँहरूलाई देखाउने छु के कस्तो हुनेछ, अनि बाटो के कस्तो सबै कुरा देखाउने छु। हेरिदिनु होला, अनि लाइक र सब्सक्राइब हान्नुभएको छ भने हानिदिनु होला। अनि अहिले चाहिँ म बिदा हुन्छु। अब चाहिँ म गाडीमा जानुपर्ने हुन्छ। अहिले चाहिँ म बिदा गाइस देख्न सक्नुहुन्छ सटोपाडामा मैले चाहिँ झोला यसरी लगिरहेको छु। यहाँ एकदमै धौ भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ हुर्काउन पनि एकदमै मुस्किलै छ यो बाटोमा चाहिँ, एकदमै। ल के त नि ए गाइस लास्ट नै गाह्रो छ है राहुललाई चाहिँ। यसको हेर्नुहोस्, यस्तो बाटोमा कच्ची बाटोमा चाहिँ उसले डराउँदैछ है। ऊ चाहिँ घरमा क्रिसमस मनाउन जाँदैछ, त्यही भएर यति खुसी भएको छ नि। जति ह्याप्पी भयो भने खुसी साथ बोकिरहेछ कि उसले। सटोपाडामा आउँछ। ल बाई बाई। ल हुन्छ म नि गएको। अब चाहिँ अब तपाईँहरूलाई देखाउनु छु के कस्तो हुन्छ, हेरिदिनु होला। लाइक र सब्सक्राइब हान्नुभएको छैन भने हानिदिनु होला। अहिले चाहिँ म बिदा हुन्छु। अगाडिदेखि पिच आइसकेको छ, पिच आइसकेको छ। अब चाहिँ पिचदेखि चाहिँ म सरासर गएर तपाईँलाई गाडीमा चढिसकेपछि देखाउने छु। अहिले चाहिँ म बिदा हुन्छु। हस् त। चन्द्रमा मेरी चन्द्रमा किन लाजले पुटुकै भएर पसेको बादल हैमा, ती आँखामा तिम्रै आँखामा बेचु म त विभिन्न नबुझिने पहेलीहरू। ध्यादुन रे छङ्गु कि पादुने भो। सटोपाडामा गाइस देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ कलङ्की। अब म आइपुगेँ। चाहिँ कलङ्की भयो। अब एकछिनमा अब अगाडिदेखि गाडी चढ्नुपर्ने हुन्छ। छोटो लुकेरदेखि एकदमै बवालै रहेको छ, देख्न सक्नुहुन्छ। अहिले चाहिँ म बिदा आउँछु, एकछिनमा आउनेछु। हस् त। कलङ्कीमा यस्तो जाडो गयो, चट्टा लगाएर देख्न सक्नुहुन्छ। यस्तो मजाको हावा चलिरहेको छ कि अब चाहिँ गाडी एकछिनमा आउनेछ अनि जानुपर्ने हुन्छ है त। भएर अब एकछिनमा आउनेछ गाडी चाहिँ। त्यहाँपछि चाहिँ तपाईँहरूलाई देखाउनेछु गाडी चाहिँ कुन हो के हो सबै देखाउनेछु। हेर्नु होला अहिले हावा लगाएर डेन्जर हावा डेन्जर चलिरहेको छ। सट्ट देख्न सक्नुहुन्छ चट्टा म कलशमा चट्टा आजको यात्रा कलशमा रहेको छ। चट्टा लाएर होइन चाहिँ हाम्रो चाहिँ 9 बजीदेखि अलि तल हो। यो चाहिँ हाम्रो नास्ता खाना रोकिएको छ। अब एकछिनमा हामी चाहिँ हिँड्नुपर्ने हुन्छ। लाएर देख्न सक्नुहुन्छ गाडीहरू चाहिँ सरस्वती गइरहेको छ मजाले सरर कुमारी देख्न सक्नुहुन्छ है। कुमारी बवाल छ पनि यहाँ नेपालगञ्जको हेरी पनि बवालै हो। कलश पिच कलश लाएर त्यही नै हो है त। खाना खाने बेला आउँछु चट्टा। देख्न सक्नुहुन्छ यहाँको माहौल। खाना खाइसकेको छ। हामी चाहिँ भर्खर झर्दै कलशबाट हो चाहिँ हामी खानासाना खाएर हिँड्नुपर्ने हुन्छ। देखाउनेछु तपाईँहरूलाई। बाटो देख्न सक्नुहुन्छ। चट्टा अब एकछिनमा आउनुहुन्छ। खाना खानु अब चाहिँ चट्टा लगाएर देख्न सक्नुहुन्छ।
स्पेसल भएर चाहिँ अब गाडी चाहिँ यतातिर छ सबैजना खानासाना खाएर चाहिँ हिँड्नुपर्ने हुन्छ सबैजना खाना खाँदै त्यही अब खाना खाइसकेपछि आइपुग्यौँ बाँकेको बोर्डरमा आइपुगेको छौँ अब हामी दाङदेखि अब चाहिँ बाँके प्रवेश गर्दैछौँ चटोपाडामा देख्न सक्नुहुन्छ बिहान बिहानको त्यो देखिरहेको आइपुग्यौँ बाँकेको बोर्डरमा आइपुगेको छौँ अब हामी दाङदेखि अब चाहिँ बाँके प्रवेश गर्दैछौँ चटोपाडामा देख्न सक्नुहुन्छ बिहान सर्ट अब दिइसकेको भन्नु सबैजना समूह हामी चाहिँ दिइसकेको गएर चट्टी हिँड्नुपर्ने हुन्छ एकदमै म त गाडी लगाइसकेको गाइस एकदमै भइसकेको छ म त ल भन्छ क्या चटोपाडामा कोलपुर आइपुग्यो भर्खरै सक्नुहुन्छ घरतिर जानुपर्ने हुन्छ गाडी चाहिँ हाम्रो यतातिर लाग्छ गाडी साडी चढ्ने चाहिँ के हुन्छ अनि हेरिदिनु लाग्छ जस्तै भनेर हालिदिनु होला अनि त्यही नै अहिले चाहिँ म भिडियो इन गर्छु के कस्तो लाग्यो रिभ्यू दिनु होला लाइक चाहिँ सब्सक्राइब चाहिँ हालिदिनु होला अहिले चाहिँ म कोलपुर खास त यही नै भिडियो एडिट गर्ने बाई चट्टा लगाएर गाइस एकदम हाम्रो गाउँको जङ्गल अब जाँदैछौँ दामी जङ्गल छ सक्नुहुन्छ हाम्रो हेर्दाखेरि बसन्ती त्यहाँ छिन् एउटा
कस्तो छ देख्नु सक्नुहुन्छ ल होइन एउटा यहाँ छ अब एउटा खोरियाङ बन्दैछ चट्ट कस्तो दामी देखेको अन्त तोरी कस्तो दामी देखेको कस्तो लाग्यो कमेन्ट गर्नु होला हुन्छ त्यही नै भन्न चाहन्छु अब चाहिँ म भिडियो एन्ड गर्छु के कस्तो लाग्यो रिभ्यू दिनु होला लाइक सब्सक्राइब हान्नु होला अनि अरू भिडियोहरू पनि दिनु कोसिस गर्छु अब चाहिँ हामी चाहिँ भोलि गर्छु क्यारेतिर जान्छु सबै अनि तपाईँहरू देखाउँछु लाइक सब्सक्राइब हान्नु होला अहिले चाहिँ बिदा हुन्छ